मोस्ट इम्पोर्टेन्ट इज दिस होइन यो चाहिँ हरेक काम गर्नको लागि रिरेक्सियो भन्छ। रिरेक्सियो भनेको चाहिँ रेज्युमी हो। रेज्युमी भर्नको लागि चाहिँ आफूले कागजमा लेखेर भर्ने हुन्न, यहाँ एउटा फर्मेटमा भर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट। अर्को मेन इम्पोर्टेन्ट कुरा जापान आइसके पछाडि चाहिने एक नम्बरमा कुरा भनेको चाहिँ एउटा सिरानी पनि हो क्या। अनि किचनको लागि एकदमै धेरै चाहिने कुराहरू भनेको चाहिँ यस्तो भाँडाहरू हो। त्यो पनि एक्वेन हो, टप पनि एक्वेन हो, दुईटा टप हो त फेरि एक्वेनमा एक्वेन हो। यो टोपिकल छ 100 रुपियाँ, तर साह्रै राम्रो चाहिँ हुँदैन, फाटिसक्यो क्या। अनि कुकरहरू चाहिँ नेपालबाट किनेर ल्याउनु होला भनेर भन्नुको कारण चाहिँ यो हो। एउटा कुकरलाई चाहिँ 13,090 रुपियाँ लेखेको। हेलो गाइज, वेलकम ब्याक टु एनदर भिडियो। इफ यु आर भेरी न्यू टु जापान होइन, जापानमा साँच्चै नयाँ हुनुहुन्छ र केही कुरा आउने बित्तिकै नेपालबाट ल्याएको कुराहरू सबै कुरा पर्याप्त हुँदैन, त्यसको लागि चाहिँ सस्तोमा बजेटमा हाम्रो सामान आओस् जस्तो फिल भयो भने चाहिँ हामीले के गर्ने त भन्दाखेरि भने यस्तो कन्डो अनि दाइसोहरू भन्ने हुन्छ जापानमा। यस्तोमा चाहिँ हजुरहरूले सपिङ गर्नुभयो भने दिस विल बी कम्पेरिटिभली अफोर्डेबल एज कम्पेरिजन टु अरू पसलहरू भन्दाखेरि चाहिँ यो चाहिँ धेरै सस्तो हुन्छ। अनि खाइमनो गर्दाखेरि पनि कम्बिनीहरूमा नगरिकन चाहिँ यस्तो सुपाहरूमा गर्नु भने धेरै सस्तो पर्न जान्छ सामानहरू चाहिँ। अनि यो यसमा चाहिँ फर्स्ट फ्लोरमा चाहिँ सुपा छ, अनि सेकेन्ड फ्लोरमा चाहिँ कन्डो छ। क्यान्डु भन्छ, क्यान्डु होला, कन्डो त होइन होला। यहाँनिर चाहिँ लेखा हुन्छ 100 एन सब भनेर, यहाँ चाहिँ 100 एनमा पाउँछ। अनि यहाँनिर सामानहरू सक्सहरू सबै, यहाँ टोपीहरू, यो सबै सामानहरू चाहिँ सबै 100 एनमा पाउँछ। के खोज्छ यो भाइ लगाएको टोपी पनि एक्वेन हो, टप पनि एक्वेन हो, दुईटा टप हो त फेरि एक्वेनमा एक्वेन हो। मेरो टोपी छ नि, यो मैले धेरैपल्ट देखाइसकेँ। यो टोपी छ 100 रुपियाँ, तर साह्रै राम्रो चाहिँ हुँदैन, फाटिसक्यो क्या। मोबाइलमा ग्लासहरू, यो खेलाउने गुडिया, बेलुन होइन, कटना पनि पाउँदो रहेछ नि दाइ, केटाकेटीको कटना क्या। कक बन्दुक दाइ त सानोमा हामीहरू खेल्थ्यौँ, यही पैसा लगाएर किनिदिउँ न। ओ 100 रुपियाँमा होइन, 100 रुपियाँमा 500, 1500, 16, 17, 18, 1950, 1980 रुपियाँ पाउँदो रहेछ होइन। अब अर्को एसेन्सियल्सहरू चाहिँ हामीलाई आउने बित्तिकै फर्स्टमा चाहिने कुराहरू भनेको यस्तो चिम्टीहरू, लुगा सुकाउन, लुगा झुन्डाउन चाहिनेहरू हुनसक्छ। यस्तो कुरा रुममा झुन्डाउने कुराहरू, यहाँ काँटी ठोक्नु मिल्दैन होइन। अरू कुराहरू भनेको चाहिँ अब यी पिलासहरू हुनसक्छ, ब्रसहरू हुनसक्छ, काहीँ केही गर्न मन पर्यो भने काममा जाँदाखेरि उयो फाइलहरू राख्ने हुन्छ, फाइलहरू, F5 को पेपरहरू होइन। कामै लाग्दैन। मोस्ट इम्पोर्टेन्ट इज दिस होइन, यो चाहिँ हरेक काम गर्नको लागि रिरेक्सियो भन्छ। रिरेक्सियो भनेको चाहिँ रेज्युमी हो। रेज्युमी भर्नको लागि चाहिँ आफूले कागजमा लेखेर भर्ने हुन्न, यहाँ एउटा फर्मेटमा भर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन आउँछ होइन। अनि किचनको लागि एकदमै धेरै चाहिने कुराहरू भनेको चाहिँ यस्तो भाँडाहरू हो। यस्तो भाँडाहरूमा चाहिँ प्याजहरू राख्नु मिल्यो छोपेर होइन। यसको लागि चाहिँ 330 लेखेको रहेछ। यो चाहिँ एक्वेन सपमा पनि म्याक्सिमम् 330, 500सम्म पनि के कुराहरू पाउँछ। यस्तो नलेखेकोहरू चाहिँ 100 रुपियाँ भयो। यस्तोहरू चाहिँ अब बट्टाहरू राम्रो भएकोलाई चाहिँ 330सम्म पर्न आउँछ। अनि यहाँ चाहिँ कपीहरू छ होइन। यो कपीहरू चाहिँ सबै 100 रुपियाँ हो। नोट बनाउनको लागि हामी कतिले नेपालबाट लिएर आउँछौँ, यहाँ पेन्सिल पाउँदैन रे भनेर, तर हामीले यहाँनिर ल्याएको ट्रेडिसनल पेन्सिलहरू भन्दा पनि यहाँ चाहिँ स्यापु पेन्सिलहरू भन्छ, मेकानिकल पेन्सिलहरू भन्छ त्योहरू चाहिँ हो। यो पेन्सिलहरू चाहिँ यो मेकानिकल पेन्सिलमा लाग्ने लिड हो। यिनीहरू चाहिँ यहाँ चलाउँदाखेरि मसिनो पनि लेख्छ अनि राम्रो पनि लेख्छ। अनि त्यो एउटैले चाहिँ यहाँ 100 रुपियाँ पर्छ। 100 रुपियाँमा 3टा जस्तो आउँछ। त्यसले चाहिँ एकदमै धेरै पुग्छ क्या त्यसले चाहिँ। त्यही भएर नेपालबाट पेन्सिल बोकेर आउनुभन्दा भने पेन्सिल नै पनि पाउँछ, धेरै नलिकन आउँदा हुन्छ। अनि यहाँनिर चाहिँ पर्सहरू होइन, नोट कपीहरू, अब झोलाहरू, फाइलहरू, अब किरिङहरू चाहिनु सक्छ आउने बित्तिकै होइन। अनि यहाँनिर नेपालबाट ल्याएको पर्सले चाहिँ काम गर्दैन, किनभने पर्स ल्याउँदाखेरि चाहिँ जहिले पनि कोइन हाल्न मिल्ने ल्याउनु होला, किनभने यहाँ 1000भन्दा तलको कोइन हुन्न नि त। अनि त्यही भएर एकचोटि देखाइदियो त भाइ, यस्तो कोइन राख्न मिल्ने खालको यस्तो सानो पकेट पनि भएको यस्तो चाहिँ लिएर आउनुभयो भने एकदमै काम दिन्छ। सम्झेका सबै कुरा पाइन्छ। एउटा केही कुरा सम्झिनुहुन्छ भने सब कुरामा सक्सहरू होइन, विद्यार्थीलाई चाहिने कुरा चाहिँ सबै थोक पाउँछ क्या। विद्यार्थीलाई मात्रै होइन नि, घर गृहस्थीलाई नै चाहिने भित्र लाउने चप्पल होइन, मोजा, अब भाँडाकुँडा, खाने प्लेट, थाल बटुका सबै थोक पाउँछ यहाँ। यस्तो राम्रो गर्लफ्रेन्डहरू पनि भर्खर बनाएको छ नि यहाँको पुतली केटीहरूले भर्खर केटो खोज्दै हुन्छ कि त्यो पनि एकदम राम्रो काम दिन्छ। किचनको फोहोर फ्याँक्ने यो जम्मा हुने फोहोरहरू होइन,
के रहेछ यो भाँडा माझ्ने जे पनि क्या एउटा घरमा चाहिने कुरा जे सुकै पनि भाँडा माझ्ने लिक्विड होइन जे सम्झ्यो त्यही छ यहाँ कुकिङ चपस्टिकहरू हो यहाँ उ त्यो बनाउँदाखेरि चाहिँ यसरी बनाउँछ यहाँ जापानिजहरूले चाहिँ युज गर्छ चपस्टिक हाम्रो जस्तो पुनीहरू युज गर्दैन गर्दाखेरि गर्दो रहेछ यो प्लास्टिकको हुँदो रहेछ होइन बाहिर चुरोट खानुहुन्छ भने बाहिर किन्दा एउटालाई यही लाइटर 168 रुपियाँ पर्छ कम्बिनीमा तर यहाँ 4 पिसलाई कति पर्यो भाइ 100 रुपियाँमा आउँदो रहेछ 25 रुपियाँ गोटाको लाइटर हुने रहेछ नेपालमा पनि पर्छ होला 25 रुपियाँ गोटा चाहिँ खाने वाइन खाने ग्लास चट्टोसँगले पावरवाला रहेछ क्या प्लस 3.5हरू लेखिरहेछ नि पावरवाला चस्मा रहेछ त्यो चाहिँ स्टाइलवाला लाग्यो होला नेपाली भाइ चकचके अलि छन् यो पनि छैन थियो अहिले त यो त बस्दैन होला हौ यो 440 लेखिरहेको त महँगो रहेछ सब 440 220 रुपियाँ तल रहेछ होइन यसलाई चाहिँ कति 330 रहेछ है 330 रहेछ यस्तो सामानहरू चाहिँ अलिक महँगै पर्छ 100मा आउनु 100मा आउने ग्लासहरू चाहिँ यो ग्लासहरू हो पानी खाना चिया खाना गर्न चाहिँ हुने खालको 360 ml को ग्लास आउँछ अचार बनाउने जार है कति पर्दो रहेछ 990 नेपालमा पनि पर्छ होला त्यति पैसा आमा राम्रो रहेछ त स्टेनलेस स्टिल नै हो स्टेनलेस स्टिल मिक्सिङ बल भन्ने रहेछ तर उनीहरूले यसरी राखेको थियो है बिगारिदिनु त भएन नि त ह्याङ्गरहरू घरमा चाहिने सकथोक पाइन्छ होइन भाइ अनि यसमा हजुरहरूले फटाइ चाहिँ गर्नु हुँदैन ल यता काकाले हेरिरहनु भएको हुन्छ कि अर्को मेन इम्पोर्टेन्ट कुरा जापान आइसके पछाडि चाहिने 1 नम्बरमा कुरा भनेको चाहिँ एउटा सिरानी पनि हो क्या यहाँ माकुरो भन्छ सिरानी चाहिँ एकदमै जोते 3rd क्लासको दिएको हुन्छ त्यस्तोहरू चाहिँ हजुरहरूले आएर यी 800 रुपियाँमा आउँछ सिरानी यस्तो सामानहरू लाउन सक्नुहुन्छ ब्ल्याङ्केटहरू पाउँछ यहाँ आइसकेपछि अलिन्जेल पछाडि नेपालको कट्टुहरू फाट्छ नि त अनि कटनको कट्टु पाउन्न भने चाहिँ यो चाहिँ कटनको खान्ची होला क्या कटन 100% लेखेको छ नि ए जस्तो लाग्छ है मलाई के हो कटन जस्तो लाग्छ यसलाई चाहिँ 649 पर्छ राम्रो कट्टु पनि पाउँछ पुलिस्टरको नि पाउँछ होइन तर नेपालमा पनि त्यो 100 रुपियाँ गोटाको 200 रुपियाँको बजारमा फिलाको कट्टु त्यो पुलिस्टरको कट्टु लाउनुभन्दा चाहिँ दिस कट्टु विल बी फार बेटर फर यु होइन अनि छोरी मान्छेको सामानहरू पनि पाइन्छ इरासेमासे भन्दैछन् हामी अब विन्डो सपिङ गर्न आएको भन्ने कुरा थाहा छैन होइन 2-4 महिना पछाडि ब्रस फाटेर जान्छ ब्रसहरू किन्नु पर्यो सब टुथपेस्ट पेट पाल्नु भएको छ भने यो कुकुर बिरालोको खाने कुराहरू अनि कुकरहरू चाहिँ नेपालबाट किनेर ल्याउनु होला भनेर भन्नुको कारण चाहिँ यो हो एउटा कुकरलाई चाहिँ 13,090 रुपियाँ लेखेको छ राइस कुकर हो यो चाहिँ हामी चाहिँ सुइतो लिन आयो त्यो चाहिँ रहेन रहेछ बोतल रहेन रहेछ त्यही भएर हामी अर्को पसल जाँदैछौँ अहिले चाहिँ समयको व्यस्तताले गर्दाखेरि ठ्याक्कै त्यहाँ पुगिहाल्न भन्ने अहिले चाहिँ सकिएन तर यदि यस्तो लेखेको देख्यो भने चाहिँ यो चाहिँ सस्तो 100 एनदेखि 500 एनसम्मको त्योभन्दा बेसी त हुँदैन त्यो कुरा चाहिँ सम्झिरहनु होला इन्फर्मेसनको लागि कस्तो लाग्यो यदि हेरिदिनु भयो हेल्पफुल लाग्यो भने क्यास राखिदिनु होला चट्टोसँगले यस्तै भिडियो हेरिरहनु चाहिँ सब्सक्राइब पनि गरिदिनु होला किप वाचिङ बाई बाई